यहाँ अगाडि हजुर देख्न सक्नुहुन्छ यहाँ होम हस्पिटल पनि रहेको छ। मन्त्रालयको यातायात व्यवस्था कार्यालय यो पहिला गुजेश्वरीमा थियो, अहिले चाहिँ यो धोबीखोला करिडोरमा सरेको छ। यो पारी देख्नु भएको दृश्य यो भत्काइराखेको यो घरको दृश्य भनेको गोपीकृष्ण हल थियो पहिला। अब हामी नजिकै यातायात व्यवस्था कार्यालय आइपुग्छौँ। यो पारिपट्टि चलचित्र विकास बोर्ड देख्नुहुन्छ यहाँहरू। कोर कार्यालय पहिला यहाँनिर एउटा स्कुल थियो हामीले देख्दाखेरि, साइपल्ले स्कुल भन्ने। अनि अहिले यो पशुपति क्षेत्र गौरीघाटबाट यो सरेर यहाँनिर आएको छ। यो यातायात कार्यालय यही हो, अहिले यातायात व्यवस्था कार्यालय भनेर हजुरले देख्न सक्नुहुन्छ। यसको भवन यही हो। यसरी यहाँनिर यातायात कार्यालय व्यवस्था कार्यालय यहाँ रहेको छ, यातायात व्यवस्था कार्यालय। यहाँनिर केही खुला क्षेत्रहरू छ, तर यहाँनिर अलिकति यो सरकारी कार्यालयहरू खुलेको बेलामा पार्किङको असाध्यै समस्या देखिन्छ। सम्बन्धित निकायको ध्यान जाओस् भन्ने हिसाबले पनि मैले यो सानो भिडियो यहाँहरूको लागि बनाएको हो। अहिले यति खाली देखिन्छ। आइतबारसम्म छुट्टी छ, सोमबारदेखि यहाँनिर हजुरले आएर हेर्नुभयो भने धेरै ठुलो ट्राफिक जाम रहने गर्दछ हरेक दिन। यहाँबाट पारिपट्टि हेर्नुभयो भने यो पुरानो गन्था नगरपालिका पर्छ थियो। त्यहाँनिर बालेन सरकारले कपन बस्ती हटाएको थियो, यो सातले छेउको कपन बस्ती। र यहाँहरूको जानकारीको लागि एउटा अर्को चिज पनि भनिराखौँ, यहाँनिर यो राजधानी दैनिकको कार्यालय रहेको छ। यसरी यो राजधानी दैनिकको कार्यालय छ र यो धोबीखोला पारिपट्टिको कोरिडोर म वारिपट्टि छु। यसरी यहाँबाट यसरी सरेर हजुरले यो पहेँलो बिल्डिङ, यो पहेँलो घर, यो चाहिँ यातायात व्यवस्था कार्यालय हो। धन्यवाद।